को यिनले हेर के गर्नु नि फेरि बम पर्क्यो के हो बिस्तारै गर न बिस्तारै मेरो यहाँ एकदम म्याडम हुनुहुन्छ के खाना बनाउँदै हुनुहुन्छ अनि म्याडमले त्यहाँ के गुन्द्रुङ गरे ठिक छ हेलो नमस्ते सबैजनालाई मेरा साथीहरू मेरा प्यारा प्यारा दाइहरू दिदीहरू मेरा सम्पूर्ण यो फेसबुक ब्लगमा हेर्नुहुने सम्पूर्ण फलोवर्सहरूलाई सबैजनालाई नमस्ते भन्न चाहन्छु र मलाई चिन्नु भयो त आज मलाई चिन्नु भएन मलाई चिन्नु भएन मलाई चिन्नु भयो अनि के छ त अनि चुनाव त नि नजिक आयो नि त के छ माहौल हाम्रो गाउँतिर अनि यसपालि छाप के मलाउने विचार गर्नुभयो सन्चै हुनुहुन्छ नि अनि मैले यसो आज हेरेको के गाउँतिरको खबर के छ भनेर यसो हेर्ने भनेर चाहिँ नि फेसबुक यस्तो चाल्दै थिएँ त्यसमा चाहिँ नि ठ्याक्क लाएर चाहिँ नि यहाँ चाहिँ नि के यहाँ 2-4 जनाले ट्याक्क अब दाइहरू पर्छन् दाइहरू सालुजीहरूले चाहिँ नि यहाँ ट्याक्क लाएर टाँसेको देख्दाखेरि एकदम खुसी लाग्यो के अनि यहाँ ट्याक्क घन्टी झुन्डाउनु भएको छ नि त घन्टी अनि रमाइलो लागिरहेछ मलाई खुसी लागेछ अब चाहिँ गाउँतिर पनि यसो के भन्छ अलिअलि यसो बल्ल अलिकति होस आए जस्तो लागे अनि के हो यो 3टा पार्टीले त नि कम्पिटिसन पर्ला जस्तो छ भन्ने सुनेको थियो के हो कुन्नी है गर्नुपर्छ कम्पिटिसन जति उफ्रे पनि भ्याकु त कुवामै हो यसपालि त है अब भ्याकु त जति उफ्रे नि कुवामै हो त्यो आकाश छुन सक्ने होइन त्यस्तै हो अनि हाम्रो नयाँ स्वतन्त्र पार्टी अनि यो घन्टीवाला पार्टीलाई चाहिँ मेरो पनि एकदम सल्युट छ यसपालि जित्नु पर्छ जितेर मात्रै चाहिँ हुँदैन है फेरि जितेर मात्रै चाहिँ हुँदैन जसले जित्या भए पनि गरेर देखाउनुस् भने मतलब काम गरेर देखाउनुस् अर्को पालि मबाट पनि ड्याङ्ग लाएर छाप आउने छ यसपालि चाहे घन्टीले जितोस् चाहे सूर्यले जितोस् चाहे रुखले जितोस् चाहे हाँसे हतौडले जेसुकैले जित्यो भने तर विकास चाहिँ गर्नुपर्छ आफ्नो गाउँठाउँमा है भन्न चाहन्छु त्यही हो अरू त अब म अब यो पार्टी त्यो पार्टी फलानु यो नराम्रो यो राम्रो भन्ने चाहिँ म होइन अब हामीलाई त अब जसले गरे पनि अनि जसले जिते पनि काम चाहिँ हुनुपर्छ भन्न खोजे मात्रै हो काम चाहिँ हुनुपर्छ अनि अब 3-4 वर्षपछि म अब यसो गाउँतिर आउँदाखेरि के पुरा रोड चाहिँ नि यस्तो चिल्लो के त्यो नेताको यो टाउको खुइलिँदाखेरि चाहिँ त्यो टल्किन्छ नि त्यो तालु त्यस्तै हुनु पर्यो कि चिल्लो टिलिक्क टल्किने सरररररर जाँदाखेरि त आहा हुनु पर्यो बाटो अनि त्यसपछि अनि अब अरू के गर्नुपर्ने छ अहिले मेन चाहिँ बाटोको समस्या छ हाम्रोतिर चाहिँ अब बाटोहरू चाहिँ नि अलिकति होइन अब कुनै ठाउँमा बनाउँदै पनि छन् अब बनाएको ठाउँमा अब बाढी पहिरो अब होइन अब के आउँछन् अब त्योहरूले लडाउँछन् अनि एकदम काठमाडौँबाट चाहिँ एकदम नजिक धेरैभन्दा धेरै नजिकको ठाउँ हो अहिलेसम्म पनि होइन विकास भएको छैन होइन अब त्यही हो अनि अस्तितिर चाहिँ नि अनि हाम्रो अनि अब मन्त्री चाहिँ नि त्यहाँ जानुभएको रहेछ होइन उहाँ चाहिँ नि अनि अब मेलम्चीमा चाहिँ नि अब पुल हाल्ने कार्यक्रम चाहिँ सम्पन्न भएको छैन मैले यो पुल हाल्ने कोसिस चाहिँ धेरै गरेको छु भनेर भन्नुभएको रहेछ
होइन। अब उहाँले कोसिस मात्रै गर्नुभएको रहेछ, अब बनाउन चाहिँ अब अहिले सफल भएको छैन। तर अब त्यो पनि छिट्टै हुनु पऱ्यो कि, ट्याक्क लाएर अनि टक्क लाएर चाहिँ नि हुनु पऱ्यो। केही न केही हुन्थ्यो होला होइन। अब त्यस्तै हो। अरू त अब हाम्रो गाउँतिर चाहिँ अब त्यही हो, मेन चाहिँ बाटो पनि भएन। हेर त्यहाँको किसानहरू कति दुःख छन्। अब यो बर्खामा हेर, बर्खामा अब वहाँदेखि मल लिनको लागि ताल पऱ्यो भने मेलम्चीसम्म हिँडेर आउनुपर्ने अवस्था हुन्छ होइन। अब यसपालि अब नयाँ रोडहरू पनि चाहिँ नि अब पिच गर्ने भनेर चाहिँ नि धेरै ठाउँमा खनिया पनि छन् होइन। अब त्यो अब पिच बाटोहरू पनि अब पिच बाटोको लागि खनिया बाटोहरू पनि अब यसपालि चाहिँ नि अब बर्खामा चाहिँ अलिकति भनौँ न भत्किने सम्भावनाहरू, बाढी पहिरो जाने सम्भावनाहरू धेरै हुन्छ। किनकि नयाँ खनिया ठाउँमा चाहिँ अलिकति हुन्छ क्या, अब अलिकति विकास गर्दाखेरि अलिअलि विनाश पनि हुन्छ होइन। अनि अब हुनसक्छ त्यही भएर यसपालि चाहिँ नि बेलैमा है मलजलहरू के चाहिन्छ बेलैमा टक्क लगेर राख्नुहोस् आनन्दले। आगो चाहिँ स्योर पिच भनेर अब चाहिँ म भन्दिनँ, अब हुनसक्छ अब लगभग यसपालि चाहिँ नि बाटोहरू नै अब अलिअलि बन्दैछन्। अब त्यस्तै गरेर अब अझै पनि बनाउँदै जानुपर्छ। यसपालि जसले जिते पनि अर्को 84 को चुनाव आउँदाखेरि त पुरा क्लियर हुनुपर्छ, यति मात्रै भन्न चाहन्छु। अनि अरू त अब त्यस्तै हो है। सबैजनालाई शुभ रात्रि। अनि खानापिना खानुस्, तन्दुरुस्त बन्नुस्, अनि सपना राम्रो देख्नुहोस्। अनि फेरि गाउँतिर त फेरि यसो छड्के हुन्छन् क्या बेला बेला। फेरि यो खाएर चाहिँ नि अब घर फ्यामिलीमा यसो अलि अब त्यो अब डिस्टर्ब गर्ने काम चाहिँ नगर्नुहोस् है। अब त्यही हो, अलिअलि खाए पनि तर होइन। अब त्यही त म नि अब गाउँठाउँमै बसेर हुर्किए मान्छे, हामीलाई पनि थाहा हुन्छ नि त। अब यस्तो हुन्छ उस्तो हुन्छ, यो खाइसकेपछि यस्तो गर्छन् उस्तो गर्छन् भन्ने कुरो मलाई सब कुरा थाहा छ नि त होइन। अब खाएपछि त्यही त नि झगडा गर्ने होइन। अब त्यसो गर्नुहुन्न भन्न चाहन्छु। र सबैजनालाई शुभरात्रि। र अरू त अब त्यस्तै हो। र म फेरि पनि अर्को भिडियो लिएर आउने छु तपाईँहरूको माझमा। र आजलाई चाहिँ नि भन्न चाहन्छु हस् त गुड नाइट सबैजनालाई है त।